आज बिहान बिहानै पापाको श्राद्ध भनेर म चाहिँ माइत जान भनेर निस्केँ। हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो यो नयाँ व्लगमा। र आजको व्लग चाहिँ स्टार्ट हुँदैछ माइत जानदेखिबाट, किनभने हजुरलाई मैले भनिसकेँ आज चाहिँ मेरो पापाको श्राद्ध थियो घरमा, त्यही भएर जाँदैछु। म चाहिँ यहाँ हस्बेन्डसँग जाँदैछु, किनभने हस्बेन्ड पनि त्यही रोड जानुहुन्छ नि त। अनि मलाई चाहिँ बालीपाडा तक छोडिदिनुहुन्छ, ऊ त्यहाँबाट अफिस जानुहुन्छ र म चाहिँ त्यहाँबाट माइत जान्छु भनेर। अनि बिहान चाहिँ हतार हतार गरेर म पनि हस्बेन्डसितै निस्केँ। आज चाहिँ छोराको स्कुल छुट्टी थियो र राम्रो दिन परेछ, अब स्कुल पनि एब्सेन्ट भएन, यता श्राद्ध पनि जुवाई भयो। र यहाँ चाहिँ बालीपाडा तक पुगेपछि चाहिँ अब घरमा फ्रुट्सहरू लगिदिनु पर्यो भनेर यहाँ चाहिँ किन्न भनेर नाम्यौँ। अनि यहाँ चाहिँ हस्बेन्डले फ्रुटहरू किनिदिएर मलाई गाडीमा चढाइदिएर मलाई चाहिँ माइततिर पठाइदिनु भयो। अनि ऊ चाहिँ ड्युटी जानुभयो र म चाहिँ यहाँ हेर्नु न माइत पनि आइपुगिसकेँ र गुरुजी पनि आइपुग्नु भएको रहेछ। र यहाँ चाहिँ श्राद्ध भर्खर स्टार्ट भएको रहेछ। यता चाहिँ मेरो पापा हुनुहुन्छ र मेरो पापा खस्नुभएको पनि आज 16 साल भएछ। 16 सालको यो श्राद्ध हो। र यता पछाडिपट्टि आएको त धमाधम काम पनि चलिरहेको रहेछ। यता बुहारी चामल हेर्दै, यता चाहिँ काकी हुनुहुन्छ, काकी सब्जी बनाउँदै हुनुहुँदो रहेछ। अनि म पनि आएर एकछिन सघाइदिएँ। अनि त्यसपछि हेर्नु न, यी सबै अब कोही पनि आउनुभएको रहन्छ अहिले चाहिँ। यतिकै त मेरो मामलाबाट सबैजना आइदिनु हुन्थ्यो, अरू थोक भएको भए त। तर अहिले चाहिँ अब ज्वाइँको श्राद्ध खानु हुँदैन भनेर। अनि त्यसपछि यहाँ कान्छी माइजू त आउनुभयो। अनि म चाहिँ यहाँ माइजू पुरी बेल्नु हुँदैछ, म चाहिँ बनाइदिँदै थिएँ। अनि यता चाहिँ निनी पनि हुनुहुन्छ, हाम्रो निनी हुनुहुन्छ उता चाहिँ। अनि यहाँ सबैजना भएर यी बाहिरै अब पूजाहरू जे सुकै भए पनि ठन्डा दिनमा त बाहिरै पनि पाकिहाल्छ नि त है। अनि यसरी नै चुलाहरू बनाउँदै थियौँ। अनि मेरो माइजूहरू चाहिँ अब आउनु न, ज्वाइँको श्राद्ध भनेर मामालाबाट चाहिँ कोही पनि आउनु न। तर यता चाहिँ मेरो कान्छी माइजू हुनुहुन्छ, कान्छी माइजू चाहिँ आउनुहुन्छ हर साल, किनभने कान्छी माइजू चाहिँ त मेरो पापाको बुइनी पर्नुहुन्छ नि त। त्यही भएर त्यो रिस्ताले चाहिँ अब माइजू आउनुहुन्छ, खानुहुन्छ श्राद्ध, नभए चाहिँ अरू कोही पनि आउनुहुन्न। र त्यसपछि चाहिँ हामी पुरी बनाउँदै थियौँ। अनि यता गुरुजीले पनि बोलाउनु भयो। यहाँ श्राद्धमा पूजा पनि गर्नु पर्दो रहेछ नि त। यतिकै चाहिँ म प्रायः नै कम्ती नै हुन्थेँ पापाको श्राद्धमा, किनभने बाहिर हामी क्वार्टरमा बस्ने गर्थ्यौँ। अनि लास्ट इयर पनि मेरो छोराको इक्जाम थियो, त्यसले गरेर म चाहिँ लेट आइपुगेँ। श्राद्ध सकिसकेको थियो, अब इक्जाम त छोडेर जानु भएन। अनि यहाँ चाहिँ सबै हामीले दानहरू गरे पछाडि चाहिँ पूजा गरेपछि चाहिँ अनि यहाँ खाने पनि बेला भयो। र यहाँ चाहिँ भाउजू, काकी अनि यता मम्मीहरू बसेर खानु हुँदैछ। अनि यता केटाकेटीलाई पनि दियौँ। र धेरै टाइम भइसकेको थियो र अब चाहिँ सबैजना खाउँ भनेर यता खाना लिएर पनि म पनि बसिसकेको छु। र आइटम चाहिँ हेर्नु न कति थोक थियो। र गाइस यसरी नै आज श्राद्ध पनि भयो। र राति चाहिँ म फेरि घर रिटर्न आएँ, किनभने छोरोको इक्जामले गरेर। र अहिलेलाई चाहिँ यहाँ धमाधम चल्दैछ। अनि अहिलेलाई चाहिँ बाई।